नमस्ते साथीहरू, के तपाईलाई थाहा छ अब हामीले सामान किन्दा लिने सामान्य बिलले हामीलाई लखपति बनाउन सक्छ। नेपाल सरकारको आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजना सुरु गरेको छ। यस अन्तर्गत तपाईले सामान किनेर बिल माग्दा दैनिक नगद पुरस्कारदेखि 10 लाख रुपैयाँसम्मको बम्पर उपहार जित्न सक्नुहुनेछ। आजको भिडियोमा म तपाईलाई यस भाग्यशाली चिट्ठामा कसरी सजिलै सहभागी हुने भनेर बुझाउँदैछु र भिडियो अन्तिमसम्म हेर्नुहोला। यस योजनामा सहभागी हुन चाहिँ धेरै नै सजिलो छ। तपाईले नेपालको जुनसुकै प्यान वा भ्याट दर्ता भएको पसलबाट न्यूनतम 100 रुपैयाँ वा सोभन्दा बढीको सामान किनेको हुनुपर्छ। यसमा दुईटा तरिकाहरू छन्। यदि तपाईले डिजिटल माध्यम जस्तै क्युआर कोड, मोबाइल ब्याङ्किङ वा ई-सेवाबाट पैसा तिर्नुभयो भने तपाईको बिल सिधै सरकारी सर्भरमा दर्ता हुन्छ। तर यदि तपाईले नगद तिर्नु भएको छ भने तपाईले आफै अनलाइन गएर आफ्नो बिल दर्ता गर्नुपर्ने हुन्छ। आउनुहोस् म तपाईलाई नगद बिललाई कसरी अनलाइन दर्ता गर्ने स्टेप बाइ स्टेप सिकाउन जाँदैछु। सबैभन्दा पहिले तपाईहरुले गुगलमा गएर price.ird.gov.np भनेर सर्च गर्नुपर्ने हुनेछ। त्यसपछि तपाईहरुले यहाँ रहेको पहिलो वेबसाइटमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईहरुको अगाडि बिल विवरण भनेर आउनेछ। तपाईहरुले चाहिँ बिल हेर्दै यो फर्मलाई फिल गर्नुहोस्। म पनि यो फर्मलाई भर्न जाँदैछु। फर्म भरिसकेपछि तपाईहरुले पुरस्कार कुपन सिर्जना गर्नुहोस् भनेर क्लिक गर्नुहोस्। त्यसपछि यसरी तपाईहरुको कुपन बनेर रेडी हुन्छ र तपाईहरुले यसलाई नोट डाउन वा स्क्रिनशट गरेर राख्न सक्नुहुनेछ। साथीहरु, भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।